कस्तो रमाइलो आज एन्फाको मिटिङ पनि बसेको रहेछ र त्यहाँ धेरै कुराहरू भयो अब क्लबसँग छटपछि अब फेरि वार्ता गरेर अब ए डिभिजन लिग हुन्छ हुँदैन भन्ने कुरा फिक्स भइसक्यो अब ए डिभिजन लिग नभएको 856 दिन भइसक्यो र अब फेरि कुराहरू के आउँछ भन्दाखेरि नेसनल लिग पनि हुने कुराकानी छ नेसनल लिग र ए डिभिजन लिगमा के फरक छ त्यसमा अझै एन्फा कन्फ्युजन छ अरे आफैमा महासचिव किरण राईले भन्नुभएको हामी अझै कन्फ्युजनमा छौँ अनि पछि उहाँले भन्नुभयो छटपछि हामी फेरि क्लबहरूसँग पुनः वार्ता गर्नेछौँ र त्यो वार्तापछि फेरि नयाँ निष्कर्ष निकाल्नेछौँ त्यसपछि थाहा हुनेछ ए डिभिजन लिग हुन्छ कि हुँदैन र अहिलेको लागि चाहिँ ए डिभिजन लिग नहुने पक्का भइसकेको छ र म तपाईँलाई के अवगत गराउन चाहन्छु भने होम एन्ड अवे कन्डिसनमा ए डिभिजन लिग हुन्छ भनेर हामीले सोचेका थियौँ त्यो गलत हो मैले त पहिले नै भनेको थिएँ त्यो हुन सक्दैन कसरी हुनसक्छ देशमा दशरथ रङ्गशाला बाहेक अन्य रङ्गशाला पोखरामा छन् ठाउँ ठाउँमा छन् व्यवस्थित म्यानेजमेन्ट भएको छैन ग्राउन्डको म्यानेजमेन्ट भएको छैन निरन्तर रूपमा लिगहरू भइरहेका छैनन् खेलाडीहरू पनि अब त खासै छैनन् होला सबै खेलाडीहरू विदेश पुगिसके अस्ट्रेलियामै नेपालको बनायो भने 4-5 टिम त अस्ट्रेलियामै बन्छ अब भलिबल खेलाडीको पनि 4-5 वटा टिम बन्छ फुटबल खेलाडीको पनि 4-5 वटा टिम बन्छ पछिल्लो समय फुटबलले केही प्रगति गरेको छ खेलाडीहरू विदेशिनबाट बचेका छन् र अहिले देशका युवाहरू पनि के छ भन्दाखेरि म क्रिकेट खेलाडी चाहिँ बन्छु अरू बन्न नसके पनि देशमा क्रिकेटको चाहिँ भविष्यमा देख्छु भनेर युवाहरू सासाना भाइहरू अहिले क्रिकेटको पछि लागिरहेका छन् तर फुटबलमा भने त्यस्तो छैन र आज फेरि उहाँलाई एन्फाको महासचिव किरण राईले प्रश्न सोधियो तपाईँले आफूलाई 10मा कति नम्बर दिनुहुन्छ भन्दाखेरि मलाई चाहिँ हाँसो लाग्यो उहाँले भन्नुभयो म 10मा 10 दिन चाहन्छु वाह न देशमा निरन्तर लिग भइरहेको छ न शहीद स्मारक ए डिभिजन लिग भइरहेको छ महिला फुटबल त्यही व्यवस्थित छैन युइएफए प्रो लाइसेन्स कोच ल्याउने भनेका थियौँ ल्यायौँ एउटा टुरमा नै खतम न हामीले साफ जित्न सकेका छौँ सिनियरमा जित्न सकेका छौँ जुनियरमा जित्न सकेका छौँ न हामी एएफसीमा हाम्रो एएफसी एसियन कपमा क्वालिफाई भएका छौँ हाम्रो सिनियर महिला टोलीले पनि केही प्रगति गरेको छैन अन्डर 20ले पनि केही गरेको छैन अन्डर 17ले पनि केही गरेको छैन न हामीले साफ जितेका छौँ न हामीले एएफसी एसियन कपमा क्वालिफाई गरेका छौँ केही पनि गरेका छैनौँ जस्ट झुटो आश्वासन दिइरहेका छौँ झुटो आश्वासन र त्यसमा हामी फेरि खुसी छौँ अब म के भन्न चाहन्छु भने खेलाडीहरू जति पनि हाम्रो खेलाडीहरू हुनुहुन्छ खेलाडीहरूले पनि आवाज उठाउनु जरुरी छ यो सबै यहाँसम्म पुग्नुको मुख्य कारण भनेको खेलाडीहरूमा एकता नहुनु हो हुन त एन्फाले खेलाडीलाई पालेको छ भन्दाखेरि तपाईलाई यो कुरा झुटो लाग्ला र झुटो पनि हो एन्फाले कहिले पनि खेलाडीलाई पालेको छैन एन्फाको दिएको पैसाले त्यो ट्रेनिङमा दिएको पैसाले त्यो खेलको तलब भत्ता त्यसले चाहिँ केही पनि हुँदैन त्यसै कारण त खेलाडीहरू देशभन्दा बाहिर गएका छन् अब ए डिभिजन लिग नै भएको छैन भनेको देशको हाम्रो पुरुष फुटबललाई बचाउने लिग नै शहीद स्मारक ए डिभिजन लिग हो र अहिले क्लबहरू हराइसकेका छन् क्लबहरू बीच मनमुटाव आइसकेको छ उनीहरू एन्फाप्रति विश्वास गर्न छोडिसकेका छन् र क्लबहरू बीच र एन्फा बीच पनि राम्रो सम्बन्ध पनि पक्कै पनि छैन यदि राम्रो सम्बन्ध भएको भए आजभन्दा पहिला नै 856 दिन कुर्नु पर्ने थिएन त्योभन्दा पहिला नै शहीद स्मारक ए डिभिजन लिग भइसक्थ्यो र किरण राईले आफूलाई 10मा 10 दिएका छन् वाउ उपलब्धि भने केही छैन 10मा 10 त्यस कारणले आवाज उठाउने हो कि आलोचना गर्ने हो विरोध गर्ने हो अर्ली इलेक्सन गराउने हो राजीनामा माग्ने हो के गर्ने हो अब नेपाली खेल समर्थकहरूको हातमा पनि छ र खेलाडी विशेष गरी खेलाडीहरूमा एकता देखिनुपर्ने छ र अहिले भियतनाम विरुद्ध नेपालको खेल पनि भइरहेको छ र किरण चेम्जोङले भन्नुभएको छ कि कप्तानले हामी जित्ने कोसिस गर्नेछौँ र 3 अङ्क पनि ल्याउने कोसिस गर्नेछौँ र उहाँलाई शुभकामना दिन चाहन्छु आजको लागि यति नै धन्यवाद।